होइन बिचेदाई कता हिँड्नुभयो यसरी हस्याङ बस्याङ म त तिम्रै गरेर जाँदैछु नि टुक्कै दुबाटुमै पो भेट हो होइन किन होला बिचेदाई हेर न झाँक्री कान्छा मलाई त कसले पान हान्यो हिजो बेलुकादेखि यो मुटु मान्छे ठुलो भइसकिसक्यो बुद्धि अझै आउँदैन बाला पनि छ अब यसलाई कति गराउनु अनि कता लाग्नु भन्दा रिठे दाइ हिजोदेखि मलाई अलि सन्चो छैन त्यही माथि तपाईँको कान्छी छोरीले मेरो सातो खाइदिई झाँक्री कान्छा कहाँ जाउँ भनेर हिँडेको लु अहिले म लाग्यो है ल हुन्छ त दाइ हुन्छ राम्रो लाग्यो राम्रो लाग्यो कस्तो लाग्यो बहिनी एकदम खुसी लाग्यो मन छुने रहेछ यो सुरुवात गरेको राम्रै लाग्यो राम्रो लाग्यो कान्छीले हामीलाई सुझाव दिएको छ भाइ धन्यवाद एकदम मन पर्यो मन छोड्यो हजुर थ्याङ्क यू सो मच कस्तो भयो राम्रो भयो ल थ्याङ्क यू सो मच यता बहिनी यता सानैमा छोरा पाउनु भएछ ल थ्याङ्क यू सो मच बहिनी के भयो राम्रो लाग्यो थ्याङ्क यू सो मच ल कस्तो लाग्यो एकदम राम्रो है थ्याङ्क यू सो मच एकदम राम्रो लाग्यो कि तर छोरा चाहिँ अलिक बाउभन्दा बुढो भयो थ्याङ्क यू ल तपाईँ आइदिनु भएछ हजुर होइन ठिकै छ हजुर कति ल दाइ यता ल त्यो म धेरै रमाइलो लाग्यो फिल्म चाहिँ राम्रो लाग्यो एकदमै कमेडी लाग्यो है तपाईँलाई मन कस्तो भयो चित्त बुझ्यो है मेरो दिदीलाई राम्रो छ ल राम्रै खेलेको छु है थ्याङ्क यू सो मच दाइको प्रयास राम्रो छ थ्याङ्क यू सो मच भेनाको दानी दाइको विशाल थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच राम्रो छ आइदिनु भयो थ्याङ्क यू सो मच बहिनी थ्याङ्क यू सो मच कस्तो लाग्यो ठिकै छ थ्याङ्क यू सो मच अर्को ल थ्याङ्क यू सो मच मेरो दिदी थ्याङ्क यू सो मच तपाईँलाई कस्तो लाग्यो एकदम मन छुयो होइन एकदम ठिक छ भाइ मेरो दिदीलाई मन छुयो अहिले बसिहाल्छ ल थ्याङ्क यू सो मच ल थ्याङ्क यू सो कस्तो लाग्यो बहिनी ल थ्याङ्क यू सो मच है ल थ्याङ्क यू सो मच ल भाइ थ्याङ्क यू आइदिनु भयो मेरो भाइ थ्याङ्क यू सो मच दाइको प्रयास ठिकै छ हुन्छ ल दाजु थ्याङ्क यू आइदिनु भयो ल कस्तो लाग्यो त ठिकै छ ल थ्याङ्क यू सर आइदिनु भयो ल है ल थ्याङ्क यू बधाई छ थ्याङ्क यू मेरो भाउजू कस्तो भयो चित्त बुझ्यो ल थ्याङ्क यू मेरो बहिनी एक्टिङ एकदम राम्रो गर्नु आई विल ट्राई माई बेस्ट सबै इन्टायर टिमले एकदम राम्रो गर्नु थ्याङ्क यू सो मच अझ लामो भएको झनै धेरै देख्नु लामो आउँदैछ त अर्को ल थ्याङ्क यू मेरो दिदी आइदिनु मेरो दिदी थ्याङ्क यू सो मच आइदिनु भयो गुड जब कस्तो छ दिदी राम्रो छ है मन छुयो चाहिँ नखानु है अर्को आउ अनि आमा त्यही नै खा
ल थ्याङ्क यू भाइ ल धेरै राम्रो लाग्यो ल ल ल ल दाइको प्रयास होइन झन् अझ राम्रो ल। राम्रो होस् होइन थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच भाइ फोटो हान्दिनु त मेरो ओम भाइले हामी त दाजुभाइ हो नि त हौ मेरो दाइलाई एकदम ल। धेरै बधाई छ हजुर प्रगति थ्याङ्क यू सो मच कोसिस जारी छ मेरो दाइ यस भाइ ट्राई गर्ने नि त अल द बेस्ट सपोर्ट इच अदर थ्याङ्क यू सो मच एकदम प्रोग्रेस राम्रो भएको छ एकदम बवाल भएर थ्याङ्क यू ल ल बस्नु न future मा एकछिन राम्रो हुन्छ। ड्रिङ्क खाएर बस्नु नि त उताबाट त होइन अरे जाने यताबाट यताबाट आइदिनु मेरो भान्जी पनि आएर रहेछ आएको नि मामाको कति माया गरेको मलाई ल मैले यो कहिले ऋण तिर्ने होला ल थ्याङ्क यू सो मच एकदम राम्रो जाबा बेलेन बस्नु नि त हजुर के खाएर जानु नि त हैन टन्नै छ थ्याङ्क यू सो मच ट्राई माई बेस्ट है राम्रै छ ल थ्याङ्क यू सो मच ल ल ल ल ल यता यताबाट आज यता ल जय राजा यतैबाट ल धन्यवाद आइदिनु भयो होइन थ्याङ्क यू सो मच है हजुर आइदिनु भयो ल आई ट्राई माई बेस्ट ल मैले त्यो सोचेको भन्दा एकदम बढिया ल ल थ्याङ्क यू मेरो दाजु ल थ्याङ्क यू सो मच बहिनी ल मैले थ्याङ्क यू आइदिनु भएको ठुलो कुरा मलाई थ्याङ्क यू सो मच सबैको राम्रो छ समरकोमा अलिकति स्टोरी राम्रो भएको अझै राम्रो त्यो अलि आउँछ अब ल थ्याङ्क यू सो मच बहिनी ल थ्याङ्क यू सो मच मेरोमा एउटा भिडियो बनाऊ ए ल ल ल थ्याङ्क यू सो मच मेरो बहिनीलाई थ्याङ्क यू दाइ इन्भाइट गर्नुभएको छ हस् थ्याङ्क यू ल अब मेरो दिदी ल दाइ राम्रो काम गर्ने है अझै गरेको छु नि सुझाव राम्रो छ है कान्छी ल्याउनुलाई सुझाव राम्रो छ है साली चाहिँ ल्याउनु भएन है अब दुःख पाइयो त दिदी मेरो दिदी बस्दैन राम्रो रहेछ है फिल्म खानेकुरा राम्रो खाएँ मैले खाएँ कि त्यहाँ थियो त अनि आइदिनु भयो त्यहाँ थियो त अनि ल पछि फेरि म बोलाउँछु ल यस्तो ल थ्याङ्क यू सो मच ल थ्याङ्क यू खोइ त खाए ह्याप्पी भयो बस्नु त्यहाँ तपाईँ मेरो फोटो खिच्नु थ्याङ्क यू राम्रो छ आइदिनु भयो कस्तो राम्रो ल ल ल थ्याङ्क यू सो मच रुनु भयो खोइ भाइ रुनु भयो अरे उहाँ किन रुनु भएको मन छुयो मन छुयो ल थ्याङ्क यू सो मच ल ल ल ल थ्याङ्क यू ल हस् थ्याङ्क यू ल आइदिनु भयो थ्याङ्क यू ल ल ल ल मलाई माया गर्नुभयो थ्याङ्क यू कान्छी गर्ने मैले थ्याङ्क यू सो मच थ्याङ्क यू बहिनी थ्याङ्क यू सो मच है ल खानपिन के भयो कुनै मेरोमै आउँदाखेरि भन्छु ल भाइ थ्याङ्क यू सो मच ल ल ल थ्याङ्क यू सो मच ल थ्याङ्क यू सो मच ल थ्याङ्क यू ल ल हुन्छ अब आइहाल्छु नि कहाँ छुट्यो साथी खोइ यहाँ आउँछु न छिटो खाना खाएन भिरै लाग्यो आफूलाई अझै हेर्नु नि भ्याएन खाना खाएँ आउनु खाना खाइ खानु भिर लाग्यो ल ल थ्याङ्क यू ल ल एकदम सुपर हिट अर्काको पुलिससँग लाग्नु भएन थ्याङ्क यू सो मच दिदी हजुरलाई कस्तो लाग्यो मेरो फिल्म आई ट्राई माई बेस्ट होइन तर यति धेरैजना आइदिनु भएर मलाई माएर झन् उत्साह चल्यो क्या मलाई चाहिँ एकदम खुसी छु हजुरले खाना खानु भयो भएन मलाई त थ्याङ्क यू सो मच हजुर ल ल ल थ्याङ्क यू सो मच ल थ्याङ्क यू आइदिनु भयो फेरि माया गर्नु होला ल थ्याङ्क यू सो मच हजुर ल आई ट्राई माई बेस्ट है आइदिनु भयो ल भाइ कान्छ भाइ मेरो भाइ भेटेर आउँछु भन्छु आउनु भयो त्यो नै मलाई राम्रो कस्तो भयो फिल्म कान्छी चाहिँ बिहा गर्न ओर्ने है कान्छी बिहा गर्ने साली चाहिँ बिहा गर्न ओर्ने ल ल ल दाजु आइदिनु भयो तिम्रो साँच्चीकै हो कि यो काल्पनिक कथा हो हेर्दा त साँच्चीकै होइन ओरिजिनल थ्याङ्क यू अब मेन कुरा भनेको Thank you so much. धेरै हुन्छ थ्याङ्क यू
एकदम राम्रो उहाँको पछि होइन मैले एउटा अभिनय मात्रै गरेको हो भोलि कथामा मिल्नु पनि जानु सक्ला अरू कतिजनाको मिल्यो पनि होला त्यसमा यस्तै छ ठिक छ सबैलाई धन्यवाद सेवारो म मौसम लिम्बू तपाईँहरूको प्यारो फुलेन्देको बाउ आज हामीले एभरेस्ट थिएटरमा हङकङमा योगेश लामा अभिनीत भगवान चलचित्र हेऱ्यौँ। यो चलचित्र छोटो चलचित्र रहेछ तर सन्देशमूलक लाग्यो। मलाई त रमाइलो के पनि लाग्यो भन्दाखेरि योभन्दा अगाडि योगेश लामाको सिनेमा हेरिएको थिएन, पहिलो सिनेमा हो उहाँको, अनि त्यसले गर्दाखेरि पनि रमाइलो लाग्यो। अनि अर्को कुरो चाहिँ सन्देशमूलक पनि लाग्यो, मलाई एकदम सन्देशमूलक लाग्यो। विशेष गरेर साली भेनाको अब कथा रहेछ होइन, रेला रेलामा भन्नुपर्दाखेरि चाहिँ सालीहरूलाई चाहिँ चलाउनु नहुने रहेछ, घर बिग्रिँदो रहेछ भन्ने लाग्यो। धन्यवाद। मुभी एकदम राम्रो छ। हाम्रो दाइले चाहिँ योगेश दाइले चाहिँ एकदम राम्रो प्रयास, एकदम खुसी लाग्छ। हाम्रो हङकङमा रहेर हामी सँगै सहकार्य गरेर यसरी हङकङको मान्छेहरूले नै एकदम यो कलाकारिता क्षेत्रमा चाहिँ एकदम प्रयास गर्दाखेरि एउटा नयाँ नौलो अनुभव लिँदाखेरि एकदम राम्रो लाग्छ। दाइले अझै पनि धेरै धेरै शुभकामना छ, अझै आउने दिनहरूमा अझै राम्रो गर्दै जानुहोस्। दाइको अलवेज सपोर्ट पनि छ र एकदम माया छ दाइलाई, एकदम राम्रो छ दाइ, एकदम थ्याङ्क यू। नमस्ते। सर्वप्रथम त योगेश दाइलाई एकदमै धेरै बधाई दिन चाहन्छु। यो उहाँको पहिलो प्रयास। हामी सबैलाई थाहा छ योगेश दाइको स्ट्रगलिङ टाइम र अहिले यहाँ चलचित्रसम्म आइपुग्दा उहाँले धेरै नै स्ट्रगल गरेर यो ठाउँसम्म आइपुग्नु भएको छ र आज उहाँले एउटा सर्ट फिल्म चाहिँ बनाएर ल्याउनु भएको रहेछ। उहाँले आफ्नो अभिनय राम्रो गर्ने प्रयास गर्नुभएको छ। आशा छ आउने दिनमा अझै आफूलाई बेटर गर्दै जानुहुनेछ। यो फिल्म राम्रो लाग्यो, राम्रो भन्दा पनि अझ राम्रो बनाउनुपर्छ भन्ने लाग्छ। जो उहाँहरूको प्रयास एकदमै राम्रो छ। अल द बेस्ट। सम्पूर्णमा सेवारो नमस्कार। आज चाहिँ हामीले चाहिँ नेपाली कथानक चलचित्र भगवान, जुन चाहिँ हाम्रो लीलबहादुर घरती मगर सरको चाहिँ निर्देशन र लेखन भने मेरो साथी योगेश लामा सर, उहाँ चाहिँ आफ्नो व्यवसाय पनि हुनुहुन्छ, फेसबुक रेस्टुरेन्ट सञ्चालक पनि हुनुहुन्छ। उहाँले अभिनय गर्नुभएको मुभी भगवान हेऱ्यौँ हामीले। एकदमै राम्रो आकर्षण व्यापार गरेको छ यो मुभीले चाहिँ। हङकङमा चाहिँ एकदमै धेरै क्राउड भइरहेछ। एभरेस्ट रेस्टुरेन्टमा लगभग 400को सिट चाहिँ प्याक भएर गएको छ र उहाँहरूको फिल्म बनाउने कोसिस पनि एकदमै राम्रो रहेको छ। योभन्दा अझै राम्रो गर्दै जानु होला भन्दै उहाँलाई थप शुभकामना दिन चाहन्छु। र यसरी नै नेपाली फिल्महरूलाई चाहिँ माया गर्नु होला हङकङवासी तपाईँ सम्पूर्णले, किनभने हाम्रो नेपाली फिल्महरू चाहिँ विदेशमा चाहिँ त्यति राम्रो मार्केट पाएको छैन। र हङकङमा चाहिँ एकदमै बाक्लो रूपमा फिल्म सो हुँदै आए पनि यति राम्रो साथ सपोर्ट माया पाउँदा एकदमै खुसी लागेको छ। र सम्पूर्ण भगवान टिमलाई म धेरै धेरै धन्यवाद, साथै उहाँलाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना पनि दिन चाहन्छु। र जति पनि हेर्नुहुने आउने दर्शकहरूले पनि फेरि पनि नेपाली चलचित्रहरूलाई यसरी नै माया गर्नुपर्छ भन्दै सम्पूर्णमा नोगेन सेवारो। नमस्ते, म सम्झे। हाम्रो भगवान मुभी, हाम्रो भगवान योगेश लामाद्वारा खेलिएको मुभी एकदम राम्रो छ, उत्कृष्ट छ। कोसिस राम्रो छ दाइको, अझ राम्रो कोसिस गर्नुहुन्छ होला उहाँले। जस मन पर्यो मलाई चाहिँ। धन्यवाद। लु हजुर, एकदम ठिक छ। हाम्रो भाइको प्रयास हो, भर्खर पर्दामा सुरुमा आउँदैछ। जस राम्रो छ। समसामयिक विषय, एउटा गाउँले परिवेश देख्न पाइयो मुभीमा, राम्रो छ, ठिक छ। ल योगेश दाइको फिल्म एकदम बबाल सुपर हिट। ल थ्याङ्क यू। दाइको एकदमै राम्रो लाग्यो। उहाँले पहिलोचोटि अभिनय गर्नुभएको फिल्म हो है। जस उहाँको फिल्म मलाई एकदम राम्रो लाग्यो।